गाइस, वेलकम टु माई ब्लग। आज चाहिँ म बगके बारीमा ब्लग स्टार्ट गर्दैछु र यहाँ हुनुहुन्छ मेरो दिदी बहिनी। अनि आज चाहिँ हाम्रो निनीको बिहे छ। अनि मैले यसो पछिको लागि मेमोरिजको लागि भिडियो गरिरहेको। यस्तो अब गाइस, मैले चाहिँ किन तल आएर भिडियो गरेँ भने माथि यस्तो भिड छ नि, कल्पनै नगरौँ। अब भरे म तपाईँलाई देखाउने छु। मेरो भाइ दाजु हिरो छ त हौ। अलिक पर जान, तेरो आउटफिट देऊ। अलिक पर जा न पर। ल, यहाँ हुनुहुन्छ आजको हाम्रो जन्ती। अनि यहाँ चाहिँ हामी अब बिहे नगरेको कन्या केटीले उहाँहरूलाई पर्सिनु पर्छ। तर म चाहिँ आज हुँदैन, दुःख लाग्दैछ। तर केही छैन, म आज भिडियो बनाउँदै बस्छु। मेरो पोसे आमामा यहाँ हुनुहुन्छ। मलाई यता जन्ती पो भयो नि, यता भिडियो गर्नु पर्यो। आमामा यस्तो भिड छ नि। कस्तो राम्रो देखिनु भएको पुसै त। हाम्रो लोकगीतहरू भन्छ के भन्छ यस्तोलाई? यस्तोलाई के भन्छ? के हो यस्तोलाई? चाहिँ पुरा घुम्नु पर्छ क्या। अनि आज चाहिँ म हुँदैन, तपाईँहरूलाई चान्स दिएको है। हेलो देमा। हजुर, ल फोटो पनि खिचिदिइसकेँ। आज मेरो बहिनीहरूलाई चान्स दिएको मैले, होइन? आम्मामा यतिजना छौँ नि। अब यहाँ चाहिँ चामलले छरिदिनु पर्छ क्या यसरी। मेरो बहिनी त फुलकुमारी भइसक्यो। कति भाग्यमानी छ आफ्नो बाबाको बिहे खानु पाउँदाखेरि। हो त सानो बहिनी चाहिँ देखिनँ मैले। सानो आमामा के हो? आमा जल्छ होला। यता त बोलेन त। यो चाहिँ के गरेको देमा? बेहुली त घरभित्र हुन्छ त। कस्तो राम्रो है। यस्तो घाममा झन् आमामा आगोले घुमाउँदा त कस्तो होला हौ। गाइस, म चाहिँ यो पानीले लागेन त केही पनि। अलिक छेउमा गएर गोपा तपाईँको पनि चामल भएछ त अनुहारै भने। यहाँ आमामा मान्छेको भिड के हो यस्तो? यहाँ हेर्नु न हो के परे। बाटोमा जाँदाखेरि मासु खानुको लागि राख्नु पर्यो। भरे गनाउँछ भनेको मान्नै हुँदैन। खाउ लाग्छ अरे, अनि त्यही भएर बोक्नु भएको। अनि गनाउँदैन नि। जन्तीहरूलाई हामीले सगुन दिएर भित्र गयो है। मलाई पनि अलिक मजाले केही थाहा छैन हौ। यहाँ आफ्नै कल्चर भए पनि यस्तो गीत बज्दैछ आमामा। म चाहिँ मेरो बहिनी हाँस्दैछ क्या। हाम्रो बेहुली आजको। वाउ, हेलो निनी, कस्तो राम्री देखिनु भएको क्या। अनि तर उयो क्या, अरू मतलब बिहे भनेपछि रातो लाउँछ नि त। अनि पिङ्क कलरको एक्स्ट्रा कलर छ क्या। अनि बाहिर चाहिँ यति भिड छ। ऊ बाहिर फेरि के मेरो नाम आइरहेछ। अनि पनि गाइस, म ब्याक भइसकेको छु मेरो के भन्छ गाइजहरूसँग भ्लगमा। अनि यहाँ देख्न सक्नुहुन्छ हामी पुलोको बिल्ला गरे यार। हजुर, पुलो भात होइन रे। यस्तो गर्मी छ, यस्तो गर्मी छ। आमामा झन् रातो टेन्टमा झन् कालो लुगा लाएर। साथीहरू, हामीले फाइनली निनीको के लिइसक्यौँ अरे? हरियो पातमा रिल के चाहिँ
उसलाई चाहिँ 10 रुपैयाँ मलाई मलाई चाहिँ 10 रुपैयाँ दिनुभएको छ। यो भनेको चाहिँ के अरे पुसै भनेको चेलीले चिनेको चेलीलाई दिएको यो चाहिँ मैले ऋण लिएको। अब पछि मैले निनीलाई तिर्नुपर्छ नि। आफ्नो बिहामा आफ्नो बिहामा मैले 10 रुपैयाँ छ भने 20 रुपैयाँ थपेर दिनुपर्छ। बहिनीले पनि पाएको छ अनि हामी चाहिँ यस्तै उयो कहाँ अरूको घरमा बिहे खान जाँदा चाहिँ यसो भिडियो बनाउन सकिँदो रहेछ, तर आफ्नो घरमा चाहिँ भ्याइँदैन नि। केही बनाइन पनि जस्तो छ त्यस्तै हाल्छु म, किनभने पछि हेरिन्छ नि त होइन। मेरो पालोमा त 20 दिनु भल गर म होइन, मेरो त फोनै छैन। लाउँछु कविताको चाहिँ समस्या म चाहिँ आज जे छ जस्तो छ त्यही हाल्छु। पछि हेर्दाखेरि मेरो के भन्छ निनीको बिहेमा यसो थियो भन्ने हुन्छ नि त। त्यही भएर फाइनली यस्तो राम्रो मौसम स्टार्ट भएको। अब चाहिँ मान्छे बाँच्नु सकिन्छ क्या, न त आम्मामा अघि त गर्मी भएर यहाँको भरको सब टेन्ट फुकालेर अहिले त गुड भइहाल्यो नि। अब टिकट हाम्रो पुसेहरू टेन्ट उडाएर लग्छ भनेर बसिराख्नु भएको छ पकडेर। पुसे किन बस्नु भएको? लाग्छ उडाएर भनेर। सो गाइज मैले आजको भिडियोमा चाहिँ के भन्छ त्यस्तो खास केही त्यो मेन पार्टहरू केही पनि हाल्न सकिनँ, किनभने यति धेरै क्राउड थियो नि त। अनि हल्का हल्का सघाउनु पर्थ्यो, अनि त्यही कारणले मैले चाहिँ जस्तो छ भिडियो त्यस्तै हाल्छु। पछि हेर्छ पनि। अनि त्यस मेरो ग्यालेरीमा भिडियोहरू हुन्छ नि त, कति सबै क्लिपहरू मैले एडिट गरेर हालेको हुन्छु। अनि ग्यालेरी पनि खाली हुन्छ, युट्युबमा पनि मेमोरिज पनि रहन्छ। र त्यही हो गाइज भन्दै आजको भिडियो चाहिँ म यहीँ Hello गर्न guys, welcome back to her channel. Please don't forget to subscribe her channel. हेर्नु है गाइज। महँगो भाइ बाई बाई गाइज।